नमस्कार दर्शकवृन्द, देवी सज्जना शुभ सन्ध्या। आज फेरि एकपटक तपाईहरुको अगाडि लाइभमा म आजको लाइभको के छ तपाईहरु एकताल पढ्नुस् मैले के लेखेको छु। बहुत प्रश्न आउँछ तपाईहरुको मनमा। के हो प्रश्न? चुनावको ताप यो कोही सजिलो छैनन्। पहाडको चुनावमा हर टाइममा पहाडमा चौचरा हुन्छै हुन्छ। वाद विवादको युद्ध पहाडवासीले देखेर अभ्यस्त छ वा बानी छ। अहिले प्रश्नमा के छ? मूल मुद्दामा आउँ तपाईहरुको लागि। तीव्र रूपमा भइरहेको छ किन आज आइजिजेएफ का प्रमुख वा दार्जिलिङका उम्मेदवार अजय एडवर्ड ज्यूले आफ्नो प्रचारको निम्ति दार्जिलिङको विभिन्न क्षेत्रमा घुमिएको छन् अनि प्रचार गरेको छन्। उहाँको शब्द चयन तपाईहरु सुनिसक्नु भएको छ होला सायद। उहाँले के भन्नु भएको छ? उहाँ एक नम्बर पार्टी हुने दाबी गरेको छ। आखिर प्रश्न त्यो ठाउँमा होइन, प्रश्न अन्त्य ठाउँमा छ। पहाडमा प्रचारको क्रममा हर पोलिटिकल पार्टीकै तीव्रता छ। अहिले एकतर्फ कालिम्पोङ, खरसाङ, दार्जिलिङ चारैतर्फ प्रचार चल्दैछ। अहिले यो प्रचारको बीचमा केही चीज तपाईहरुको समक्ष म राख्ने कोशिश गर्दैछु। राजुजी, दार्जिलिङका सांसद राजुजी, उहाँले एउटा शब्द चयन प्रयोग गरेको छ। पश्चिम बंगाल पुलिसले बीजेपीका युवा मोर्चाका अध्यक्ष सुपेन्द्र प्रधान श्रेष्ठलाई पक्राउ गरेको छ। आखिर चुनावको माहौलमा हर राज्यको चुनाव आयोगको अधीनमै ल एन्ड अर्डर हुन्छ, पुलिस पनि हुन्छ। त्यसमा राज्य प्रशासन वा राज्य पुलिसले एरेस्ट गर्न सक्दैन किनकि उहाँहरूको हातको मा त्यति पावर हुँदैन जतिको चुनाव आयोगमा पावर हुन्छ। पहिलो प्रश्न त यो हो। दोस्रो प्रश्न आउनुस् तपाईहरुको लागि, किन एरेस्ट भएको? यो 2016 कि 17 को एउटा मुद्दामा पेदोङ पुलिसले उहाँलाई हिरासतमा लिएको छ। त्यो विषय लिएर पहाडमा चर्चा भइरहेको छ। सांसदले रियाक्सन दिएको छ। सांसदको रियाक्सन पछि आफ्नो पार्टीको क्याडरहरूलाई जोश आइपुगेको जे होइन, बंगाल पुलिसले एरेस्ट गरेको छ। आखिर बंगाल पुलिस अहिले चुनाव आयोगको अधीनस्थ छ। यो एकदम सरासरी ध्रुव सत्य कुरा हो। राजनीतिमा नेताहरूले अनापशनाप बहुत कुछ बोल्छ। त्यसमा बोल्दाखेरि केही फरक पर्दैन। त्यसको एउटा सानो स्याम्पल तपाईहरुलाई दिँदैछु। राजु विष्टज्यूले जस्तो बोल्छ नि, त्यसको एउटा सानो स्याम्पल तपाईहरुलाई दिँदैछु ल। हेर्नु, सुन्नुस् तपाईहरु। अगर एकजना पनि भारतीय नागरिक जेन्युन हाम्रो दाजुभाइको अगर भोट छोडिन्छ भने म त्यसै दिन राजनीति पनि त्यागिदिन्छु। यति ठुलो म तपाईलाई वचन दिँदैछु मेरो जनताले। अनि 15 दिन बाद चाहिँ यदि कसै एकजना पनि गोर्खाको नाम काटियो भने चाहिँ तपाईले राजनीति छोड्नु हुँदैछ। हेर्नुहोस्, एउटा कुरा याद राख्नु होला, म तपाईलाई फेरि भन्दैछु, कुनै पनि भारतीय एकजनाको नाम काट्यो भने त्यसको जिम्मेदारी मेरो हो। 15 दिन बादमा उहाँकै जिम्मेवारी हो। सांसद राजु विष्टले बारम्बार भनिरहेको छ। राजु विष्टको यस्तो शब्द पहाडवासीले बहुत ताल सुनिसकेको छ। 11 जनजाति, पीपीएस, गोर्खाको आकांक्षा पूरा हुने सबै चीज उहाँले पुर्ताल गर्न नसके पनि मिडियामा बोलिरहेको छ। जनताले त्यसको थप्पडी मारिरहेको छ। किनकि याद छ तपाईहरुलाई 2013 को कुरा, ममता ब्यानर्जीले भनेको थियो गोर्खाल्यान्ड हबेन, तर पनि हाततालिया मारेको थियो। 17 को पछि पनि बुझेर हातताली मार्छ कि नबुझिकिन हातताली मार्छ, त्यो प्रश्न लागेको छ। राजुज्यूले भन्दैछ, राजुज्यूको समर्थकहरूले उहाँहरूलाई समर्थन गर्दैछ।
ममताजीले भन्दैछ भने ममताजीको समर्थकहरूले पनि हातताली मार्दैछ वा पहाडवासीले हातताली मार्दैछ। आखिर बहुत ठुलो एउटा प्रश्न आइरहेको छ जे के हो। एसआइआर यस्तो एउटा इस्यु भइरहेछ पहाडमा, पहाडको राजनीतिमा। त्यसै आधारमा म एउटा शब्द तपाईँलाई प्रयोग गर्न चाहन्छु। आजै भारतीय जनता पार्टीको एकजना युवा नेता, उहाँ युवा शक्तिमाथि भयंकर राख्छ, चासो राख्छ। युवालाई उहाँले चाहना दिन चाहनुहुन्छ, युवालाई आगे बढोस् भनेर, जोश आओस् युवालाई। त्यो व्यक्तिले आज के भनेको छ, दुवारे सरकार जस्तो एसआइआर को काम पनि राज्य सरकारले गर्न सक्थ्यो। 3-4 महिना टाइम पाएको थियो। सायद उहाँलाई एउटा चीज मिस्टेक भयो होला। 28 फेब्रुअरीमा एसआइआर को फाइनल लिस्ट निक्लेको थियो। त्यसपछि हेयरिङको टाइम दिएको थियो। 15 तारिकमा चुनाव आयोगले चुनावको मिति घोषणा गरिसकेको थियो। सायद सरकारको हातमा त्यो थिएन त्यतिबेला। यो चीज सुनिराख्नुस्। यस्तो चीजमा नेताहरू त बोल्छ, जनतालाई बहुत कुछ बोल्छ, सबै पार्टीकै। बीजेपीएम भन्नुस्, बीजेपी भन्नुस्, विमलजीको कुरै छोडिदिनुस्। त्यो त नगरे पनि हुन्छ। विमलजीको कुरा एउटा सुनिराख्नुस्। त्यही बीजेपीसँग दाजु छ ल। एकदम तपाईहरुलाई एकदम ठुलो राम्रो चीज। सुनिराख्नुस्। जुन विमल गुरुङले हर हमेशा भाषणमा भन्दैछ उनको भविष्य, पहाडको भविष्य खत्म पार्ने बीजेपी र आरएसएस हो। त्यही विमल गुरुङ फेरि बीजेपीसँग गठबन्धन गरेर भोट माग्दैछ। त्यो के भन्नु यिनीहरूलाई? यिनीहरूलाई भन्दा बहुत मुस्किल हो। फेरि यही अनित थापाको कुरा भन्नुस्। यही अनित थापा राज्य सरकारसँग मिलेर काम गर्दैछ। अहिले प्रश्न आउँदैछ अजय एडवर्डको। अजय एडवर्ड कोसँग मिलेको छ? प्रश्न त्यो ठाउँमा अहिलेसम्म देखिँदैछ। अजय एडवर्ड यो चुनावमा सिंगल प्रतिस्पर्धा गर्दैछ। उहाँको आफ्नो बलबुतामा प्रतिस्पर्धा गर्दैछ। उहाँको ब्याकग्राउन्डमा कोही पोलिटिकल पार्टीको एलायन्स छैन। मेरो शब्द तितो लाग्न सक्छ तपाईहरुलाई, मिठो नभएर, किनकि म तितो शब्दै बोल्छु। तितो शब्द मान्छेलाई मन पराउँदैनन्। तितो सत्य हमेशा तितै हुन्छ। सत्य कुरा हमेशा तितै हुन्छ। यो याद राख्नुस्। मेरो भ्यू पनि त्यति हुँदैन, किन मेरो भ्यूमा म एक्सपेक्ट पनि जति गर्छु त्योभन्दा बेसी भ्यू आउँछ मेरो एनालाइसिसमा। शब्द यो ठाउँमा आउनुस्। तपाईहरुलाई अझै एउटा चीज विश्लेषणको रूपमा देखाइदिँदैछु। राजुज्यूले केही दिन अगाडि भन्दै थियो 6 महिनामा बीजेपी सत्तामा आएपछि 6 महिनामा पहाडको निम्ति उहाँले केही चीज उपलब्ध गराउँछ। लेखिराख्नुस् तपाईहरु पहाडको जनता जनार्दन। पहाडको हितको लागि नेताको मिठो बोली छोडेर, एसुरेन्स छोडेर, जुनसुकै होस्, चुनाव गएपछि जुन एसआइआर मा नाम काटेको व्यक्तिहरूलाई, डिलिट भएको व्यक्तिहरूलाई आफ्नै खर्च पिटाएर धाउनु पर्छ। अहिले चुनावको अगाडि हर नेताहरूले क्याम्प खोल्छ, कि खोल्छ, ह्यान त्यान सबैलाई सकाउनेको कुरा गर्छ। पछि चुनाव पछि तपाईहरुलाई थाहा हुन्छ। हाम्रो पहाडको जनता जनार्दनले नि आवेशमा बेसी आउँछ। एकदम इमोसनली हुन्छ। इमोसनलमा बग्छ त, जुन कारणले यो पहाडले केही उपलब्धि गर्ने सम्भव भएन पहाडलाई। किन नेतालाई पनि थाहा छ या उल्टा पल्टा गरेर शब्द बोलेपछि पहाडको जनताले म्यानेज भइहाल्छ। विगत टाइमको विधायक मेरो जिम्बाज्यूले, अहिले वर्तमान विधायक छ, आउँदो मे महिनामा उहाँको टर्म सकिन्छ। उहाँले के भन्दै थियो, भिटामिन एम, त्यो शब्द सुन्नुस्। त्यस्तो भन्दाखेरि कसलाई न कसलाई पीर पर्छ जे मिलन छेत्री दलाली गर्दैछ। मिलन छेत्री दलाली गरेको होइन। एउटा कुरा याद राख्नुस्। यही विमल दाजुले 2010-11 को कुरा भन्दैछौँ, त्यति बेरको कुरा। यही
आयदाको रेसन कार्डको इस्यु लिएर के भनेको थियो, यो रेसन कार्ड थपे पनि मेची बगारमा बस्नुपर्छ, मेची कटाउँछ। आजको मितिमा यो एसआईआरमा नाम काटेको 34 साल देशलाई सर्भिस पुऱ्याएको अहिले के भन्दैछ, चुनाव आयोगले डिएम, एसडिओ, बिडिओ, बिएलओहरूको माथि खनाउँदैछ। यसमा बीजेपीको गल्ती छैन नि त। एसआईआरको टाइम गलत टाइममा भयो, किन एसआईआर मैले पहिलादेखि बारम्बार भनेर आउँदैछु, एसआईआर 2025 को मिडिलमा सुरु हुन्थ्यो पनि 5-6 महिनामा यो चिजलाई मेकअप गर्न सक्थ्यो बीजेपीले, भारतीय जनता पार्टीले, भारतीय जनता पार्टीको सरकार भन्नु पर्यो, पार्टीले सक्दैनन्, किन पार्टीको हातमा चुनाव आयोग हुँदैन। चुनाव आयोग एउटा इन्डिपेन्डेन्स बडी हो। हामी कोही पार्टीलाई अहिले अंगुला उठाउन सक्दैन, किनकि बीजेपी एउटा राष्ट्रिय दल हो, टीएमसी पनि एउटा दल हो, राज्य तर्फको दल हो, बीजेपीएम पनि एउटा दल हो, विमलज्यूको जीजीएम पनि एउटा दल हो, अजयजीको आइजीएफ जेएफ पनि एउटा दल हो। पहाड़मा राजनीति गर्ने नेताहरू जनतालाई हमेशै एक्सेप्ट सुभाष घिसिङ, स्वर्गीय सुभाष घिसिङ जुन फाउन्डेसन पहाड़को लागि बनाइदिएर गएको थियो, त्यही फाउन्डेसनमा पहाड़ अहिले चलिरहेको छ। त्यो पछि न एउटा पहाड़मा नयाँ सम्पत्ति जोड्न सकेको छ जीटीएले नै, न विमल गुरुङको जीटीएले, दुईटा टेनरमा पनि सकेन। सुभाष घिसिङ दिल्लीमा एउटा होइन दुईटा गोर्खा सोशल वेलफेयरको लागि भवनको लागि जमिन रेडी गरेको थियो, एउटा त एक्जिस्टिङ छ, एउटा त्यसै जमिन परिरहेछ। आज 2017 देखि 2026 सम्म पनि अनितज्यूको पार्टी र विनयज्यूको 2017 देखि 2026 सम्म त्यो बनाउन सकेको छैनन्। जनताले त्यो प्रश्न किन नसोधेको, राजुज्यूलाई किन जनताले नसोधेको, अनितज्यूलाई यो प्रश्न किन नसोधेको, सत्तामा विमल गुरुङ हुँदा पनि किन नसोधेको। म भन्दाखेरि म नराम्रो हुने, अझै त सत्तामा छैन, उसलाई सोध्ने जरुरत पनि छैन, उसले आफै प्रश्न उठाउँछ। उहाँको पार्टीको नेताहरूले जे करप्सन, सबभन्दा ठुलो कुरो के रहेछ हेर्नुहोस्, भारतीय जनता पार्टीका सांसदका भनाइ के थियो, यहाँ जल जीवन मिशनमा डिफ्रेन्ट क्षेत्रमा घोटाला भएको छ। घोटाला भएको छ पनि यो ठाउँमा सीडीईडी इम्प्लिमेन्ट किन नगरेको, किन सेन्ट्रल जाँच नभएको, यो प्रश्न तपाईहरु किन नउठाएको। मैले पहिलादेखि भन्दै आउँदैछु, एउटा कोइनको टेल एन्ड हेड हुन्छ नि, टेल एन्ड हेड हो। आउनुहोस् चुनाव लिएर, पहाड़को विधानसभा चुनाव, यो छोडिदिनुहोस्। रोचक कुरा के रहेछ, कालिम्पोङमा आज देखिँदैछ अजयज्यूको क्यान्डिडेट बिट्टु लेप्चाज्यूले पत्रकार सम्मेलन गरे। पहिलो पत्रकार सम्मेलन, अफिसियल पत्रकार सम्मेलन उहाँलाई गर्नुभयो। उहाँले आशा साचेको छ उहाँले जित हासिल हुन्छ। एउटा प्रश्न कालिम्पोङमा छ, कालिम्पोङमा अजय एडवर्डको आइजीएफ पार्टीले, पहाड़को सत्ताधारी पार्टी बीजीपीएमलाई हराउनुको निम्ति उहाँ त्यो ठाउँमा बिट्टु लेप्चालाई क्यान्डिडेट गराएको छ, किनकि रुदेन सेता लेप्चा त्यता स्ट्रङ क्यान्डिडेट हो। एउटै बिट्टु लेप्चाले सिधा उहाँको पत्रकार सम्मेलनमा भनेको छ, म क्रिस्चियन लेप्चा कम्युनिटीबाट बिलोङ गर्छु, यो कम्युनल एक्टमा पढ्नु सक्छ। त्यो हिसाबले हामीले उहाँकै शब्द प्रयोग गरेर भन्दैछौँ, यो भोटको खेल हुँदैछ। अजयज्यू दार्जिलिङ पहाड़को एकजना क्यान्डिडेट हो, दार्जिलिङ 23 नम्बर सिटको। उहाँ आफ्नो प्रचार सुरु गरेछ। उहाँको प्रतिस्पर्धा बीजीपीएम को क्यान्डिडेटसँग हुँदैछ, टक्कर हुँदैछ। बीजेपी यहाँ वा विमलज्यूको क्यान्डिडेट यो ठाउँमा 3 नम्बरमा रहँदैछ, यो जानेकै कुरो। कालिम्पोङमा मेन टक्कर हुँदैछ रुदेन सदन लेप्चा र भरत छेत्रीमा। खरसाङमा पनि त्यही हुँदैछ। खरसाङमा ट्रायंगल लडाई हुँदैछ, किनकि खरसाङमा सनम लामा, अमल लामा अनि वन्दना राई
एडभोकेट वन्दना राई, यो तीनजनाको प्रतिस्पर्धा बराबर हुँदैछ, एकदम बराबर हुँदैछ। हामी अस्ति भनेको थियौं जे तपाईहरुलाई हामी डाटा दिन्छौं, समष्टि वाइज डाटा दिन्छौं। यो चीज चुनावमा, दार्जिलिङ चुनाव अनित थापाज्यूले हिजै सायद एउटा सम्भाषणमा भन्दै चुनाव आउँछ जान्छ, परेको बेलामा साथ दिनुपर्छ डिलेट हुने भोटारहरूको सपोर्टमा। फेरि बीजेपीको कोही एकजना तराई क्षेत्रको लिडरले आज भन्दै थिइन्, कोही पार्टीको नेताहरूले चिचाउँदै कराउँदै थियो। हो, हिजो त कराउँदै थियो, त बीजेपीएमको नेताहरूले कराउँदै थियो, पञ्चायत प्रधानहरूले कराउँदै थियो। उनीहरूले कराएको छ भने तपाईहरुले किन नकराएको? हिजो जोन मान्छेहरूको नाम काटेको छ, अहिले उहाँकै शब्दवाइजमा भन्दैछ जे खाटी भारतीयहरूको नाम मात्रै रहेछ, जिनीहरू मिस्टेकले नाम काटेको छ। उहाँले पनि शब्द चयनमा एकदम पर्फेक्टली घुमाएर दिएको। सायद काहीँ मिस्टेक भएको छ, त्यो हामी पनि काम गर्दैछौँ। अहिले हेर्नुहोस्, पहाडको राजनीतिमै छ, त्यसै कारणले पहाडलाई केही उपलब्धि भएको छैन। चुनाव जाओस् 6 महिनासम्म हेर्नुहोस् तपाईहरु, पहाडलाई केही उपलब्धि भएको छैन पनि। म मिलन छेत्री, पत्रकार मिलन छेत्री, तपाईहरुलाई बाचा गर्दैछु, आउनुस् मेरोमा, म बाटो देखाइदिन्छु, पहाडको सोल्युसनको बाटो। चुनाव सकोस्। आज म एउटा आशंका जताउँदैछु, केही दिनभित्र पहाडको विभिन्न डिजिटल प्लेटफर्मको पेजमाथि रेस्ट्रिक्सन आउनु सक्ला यो चुनावकै बेलामा। जस्तो हामीले फेस गरेको थियौं यूपी इलेक्सनमा, हरियाणा इलेक्सनमा। यस्तो नोटिस आउँछ कि यो पोस्ट डिलिट गर, नत्र पनि तिमी अपकमिङ पोस्ट गर्न पाउँदैनौ। फेसबुकमा यस्तो पनि पोस्ट पहिला आउँथ्यो। मलाई आशंका आज लागिरहेको छ। आज म जुन भन्छु त्यो चीज नि तपाईहरुले अलिकति पछाडि गएर फलो गर्नुस्। मेरो जुन जुन भनेको कुरो कतिको मिल्दैछ, सायद मेरो शब्दलाई तपाईहरुलाई मन नपरेको होला। पहाडको राजनीतिमा जो जसुकै भनोस्, युवा मोमेन्टमा दुईटा राजनीतिक शक्तिको प्रतिस्पर्धा हुँदैछ। एउटा सत्ताधारी बीजेपीएम पार्टीका र एउटा अपोजिसन पार्टी अजयज्यूका पार्टीका। यो तीनै जग्गामा फ्युचरमा यिनीहरूकै दबदबा रहन्छ। बीजेपीएम को जित कुन ठाउँमा निश्चित र कुन ठाउँमा अनिश्चित। बीजेपीएम को जित बीजेपीएम को क्याडरमाथि डिपेन्ड गर्दैछ। म एउटा सानो उदाहरण दिँदैछु तपाईहरुलाई, एक्जाम्पल दिँदैछु। म नागरी ध्वजे जाँदै थियौं केही दिन अगाडि। चिया बगानको दिदीबहिनीहरू हाम्रो गाडीमा उठेको थियो। त्यति बेर जाँदाखेरि उनीहरू लिफ्ट माग्दाखेरि हामी दिए। उनीहरूलाई बातचित गर्दाखेरि, होइन हो भाइ, तपाईहरु पत्रकार हो, तपाईहरुलाई किन ढाट्नु? बीजेपीएमले हामीले बोलाउँछ, हामी जान्छौं, उनीहरूसँग चिया बिस्कुट खाइदिन्छौं, सकाउनु पर्यो भने सकाइदिन्छौं, तर भोट चाहिँ भाइ बीजेपीलाई हाल्छौं। हेर्नुस्, उनीहरूको के आशा छ? उनीहरूको आशा जे बीजेपीले उनीहरूलाई केही दार्जिलिङ पहाडको भविष्यको निम्ति गरिदिन्छन्। त्यही बीचमा दुईजना दिदीबहिनीले के भन्दै थियो? नापोस्, हामीले बीजेपीले केही दिएको छैन, उहाँहरूको भाषण। चिया बगानमा चिया बगानको बुट्टाको टिप्ने, चिया बगानको पत्ती टिप्ने दाजुभाइ दिदीबहिनी हाम्रो जति छ, चिया बगानसँग कमानसँग जोडिएर एटाच जिनीहरू छ, तिनीहरू बीजेपी माथि बहुत आशा गरेको थियो। बट बीजेपी भारतीय जनता पार्टीका स्ट्यान्ड दार्जिलिङ पहाडको लागि के रहेछ सब त प्रष्ट भइसकेको छ। कारण सांसद कुन बेला के भन्छ सांसद आफूलाई पनि थाहा छैन। कोही बेला राजीनामा दिन्छ, कोही बेला 6 महिनाको भित्रमा दिन्छ, कोही बेला भइहाल्छ, चट्टै भइहाल्छ। एस्युरेन्स दिएर हुँदैन, सच्चाइमा काम गर्नुपर्छ। मलाई लाग्छ म दिल्लीमा पत्रकारिताको नाताले
पहाड लिएर अहिलेसम्म कोही ठोस कदम सेन्ट्रल गभर्मेन्ट वा होम मिनिस्ट्रीले चलाएकै छैन। एकदम म ठेकुवा गरेर भन्न सक्छु, मलाई त्यस्तो लाग्छ। म भन्दाखेरि म तपाईहरुलाई, बीजेपीको समर्थकहरूलाई पीर पर्ला होला, अन्त पार्टीको समर्थकले खुसी होला, खुसी नहुनुस्, कसले पीर नमान्नुस्। हकीकत त यो पहाड र पहाडको जनताको नि लिएर इमोसन लिएर खेलबार गरेको पहाडको राजनीतिक दलहरूले। कसले भन्छ 17 मा अनितज्यूले बेइमानी गर्दाखेरि पहाडको भाग्य टुट्यो। भाइ अनितज्यूले बेइमानी नगर्दाखेरि पनि त भाइ सेन्ट्रलमा त बीजेपी थियो भाइ, किन नभएको? त्यो प्रश्न त तपाईहरु सोध्दैन। लु, अनितजीले एकछिनको लागि बेइमानी गरे, पहाडलाई बिगारिदियो, 19 को चुनाव आयो, 24 को चुनाव जित्यो, 24 को चुनाव भयो, मे महिनामा परिणाम आयो, सत्तामा बस्यो, लगभग 2 साल हुँदैछ। यो 2 सालमा त गर्न सक्थ्यो नि त केही, त्यो पनि गरेन। मिठो बोलीले निरज जिम्बाले भने नि, एलायन्सको इस्यु भनेमा भिटामिन एम को कुरा गर्यो। बुझ्नुभयो नि जनता जनार्दन मित्रहरू, दर्शकबिन। यो बीचमा फेरि केही कन्टेन्ट क्रिएटरहरू ज्यान हत्तु गरेर दिएर एक अर्काको पछाडि समर्थन जचाउँछ। खुलाम ठुलो नामले भन्छन्, अब ठुलो पत्रकार भन्छन् कन्टेन्ट क्रिएटरहरूले। म तपाईहरुलाई आज एउटा कुरा भन्दैछु, दार्जिलिङको भविष्यको कुरो। 6 शेड्युल दार्जिलिङको लागि अहिले पनि प्रोभिजन छ, तर मुस्किल छ। विमलजीले केही दिन अगाडि भनेको थियो नि, आफ्नो सम्भाषणमा जतिखेर ममताज्यूको हात समाएर फर्केको थियो, अनि अमित शाह मोदीज्यूले चाहे पनि बीजेपीले चाहे पनि उहाँलाई निकाल्न सक्थ्यो, उहाँलाई निकालेन, किन उहाँको पार्टी खानुको लागि बीजेपीले कोसिस गर्दै थियो। उहाँको एलिगेसन, यो हाम्रो भनाइ होइन, उहाँको, यो अन रेकर्ड बोलेको उहाँ। ममता ब्यानर्जीले उहाँले एक फोनले ल्याएको अरे, त्यही कारण ममता ब्यानर्जीलाई साथ दिनुपर्छ अरे। त सोच्नुस्, पहाडको राजनीतिक नेताहरूलाई कति बेर रङ बदल्छ कोही थाहा हुँदैन। समर्थकको कुरा छोडिदिनुस्, आज यो पार्टी त भोलि त्यो पार्टी। चुनाव आउँदैछ, झण्डा समाउने त अहिले हिरिक परिरहेछ, व्यस्त छ। वास्तवता के हो, रियालिटी के हो, त्यो तपाईहरुले बुझ्ने कोसिस गर्नुस्। कसले भन्छ मिलन छेत्री घरमा बसेर पत्रकारिता गर्छ। मिलन छेत्री घरमा बसेर पत्रकारिता गर्यो भने नि मिलन छेत्रीको नि सहयोगी सहकर्मी यति बिघ्नो फिल्डमा काम गर्दैछ नि, उनीहरूको रिपोर्टमाथि हामी क्रस भेरिफाई गर्छौं, त्यसपछि तपाईहरुसँग साझा गर्छौं। पश्चिम बंग वा वेस्ट बेंगलमा, बंगालको दार्जिलिङ यस्तो एउटा जिल्ला हो जुन जिल्लाको रेभिन्यू सबभन्दा ज्यादा हो, एक्सपोर्ट रेभिन्यू। त्यो चियाको बुट्टा हो, चियाको पत्ती, टुरिज्म हो। कसले त टुरिज्म क्षेत्रलाई, सरकारी सम्पत्तिलाई लङ टाइम लिज दिँदैछ, त्यो पनि विरोध हुँदैछ। लङ टाइम लिज किन दिनु, त्यो कुरै आउँदैन। सर्ट टाइमको लिज दिनु, फेरि रिटेन्डर गर्नु, जसले राम्रो रेट दिन्छ त्यसले पैसा दिएर लिन्छ। 3 साल 5 साल रेभिन्यू त चाहियो जिटिएलाई। यो कुरा भन्दाखेरि अनितज्यूको पार्टीका समर्थकहरूलाई जिउ चिलाउँछ। यो मिलन छेत्रीले दलाली गर्दैछ कोही पार्टीका। फेरि बीजेपीको बारेमा बोल्दाखेरि मिलन छेत्री अनितज्यूको दलाली गर्दैछ। भनौँ त कहाँ भनौँ,
पत्रकार भएर सच्चाई भन्दाखेरि तपाईँको दुश्मन हुन्छ, मित्र चाहिँ हुँदैन। तर पनि एउटा सच्चाई कुरो के रहेछ तपाईँहरू लेखिराख्नुहोस्। उहाँहरूको अनिज्यूको एगेनिस्टमा करप्सन, घोटाला, के एब्लाको जुन तपाईँहरूले उदाहरण दिनुहुन्छ नि, त्यो उदाहरण दिँदा दिँदा पनि बिजेपीको नि यसपालि बेल गल्दैन। किन चुनाव अनिज्यूको और अजयज्यूकै बीचमा सीमित रहन्छ, किन जितको लिमिट बिजेपीको माथि पहाडले आगाइसकेको छ। जुन साइलेन्स भोटरहरू थियो नि, त्यो साइलेन्स भोटरहरूले नि पनि बुझिसके केही गर्दैनन्। एउटा उम्मेद छ अजयज्यूमाथि, क्षेत्रीयवाद पार्टी लिएर, त्यो पार्टीको भरोसा गर्दैछ यिनीहरू जनताले। त्यो भरोसाले अजयज्यूले सायद दार्जिलिङ सिट जित्ला होला। अर्कोपट्टि देखिँदैछ अमल लामाज्यू खरसाङबाटको जित नजिकमा छ। उता कालिम्पोङमा रुदेन सेता लेप्चालाई टफ फाइट हुँदैछ भरत छेत्रीसँग। तीनों सिटमा बिजेपी पछाडि छ। कालिम्पोङमा अल्टिमेटली अजयको क्यान्डिडेट 3 नम्बरमै आउँछ। चुनावी मैदानको लडाईमा, चुनावी ईवीएम मेसिनको भोटको प्रतिस्पर्धामा। त्यो आफै सोच्नुहोस् के हुँदैछ। रियालिटी और फेकमा बहुत फरक पर्छ। अहिले पनि समय छ तपाईहरुको हातमा, कुन रियालिटी और कुन फेक हो त्यो तपाईहरु चुन्नुस्। त्यसपछि उम्मेद गर्नुस् पहाडको लागि केही उपलब्धि, आशा साच्नुस्। यति सजिलो होइन। म बिदा लिन चाहन्छु। फेरि भोलि एकताल लाइभ आउँछु, किनकि मलाई लाग्दैछ भोलि कोही नोमिनेसन जम्मा हुँदैछ खरसाङ, कालिम्पोङ, दार्जिलिङमा। हिजोदेखि नोमिनेसन स्टार्ट भयो, 30 तारिक। हिजो त 0 थियो नोमिनेसन। यता हेर्नुहोस् कंग्रेसले पनि क्यान्डिडेट दिएको छ। कंग्रेसको जित्ने सम्भावना एकदमै शून्यको कोठामा छ। तर पनि कंग्रेसले प्रचारको हतियार के गर्छ तपाईहरुलाई भन्दिदैछु म। लेखिराख्नुस्, सुनिराख्नुस्। पहाडको लागि अहिलेसम्म जति गरेको छ हामी कंग्रेसले गरेको छौं, अन्त कसले गरेको छैन। कंग्रेसले सिधै यो दाबी गर्छ, उहाँको दाबीमा फेक्न सक्दैन। अर्कोतिर गोरा मोमो जीएनएलएफ पार्टी का अध्यक्ष अहिलेसम्म मौन छ। नाम पनि मन घिसिङ, अहिले पनि मौन छ। कोही स्टेटमेन्ट आएको छैन। यो स्टेटमेन्ट नआउका कारण के हुन सक्ला? दुईटा कारण हुन सक्छ। त्यो दुईटा कारण के हो अन्दाजा लगाउनुस् तपाईहरु। जुन जीएनएलएफले भारतीय जनता पार्टीलाई 19 देखि 7 दिएर 19 मा उनीहरुको एमएलए जितायो, एमपी जितायो, 24 मा पनि एमपी जित्यो, 21 मा एमएलए जित्यो। त्यो मोहन घिसिङको पार्टी अहिले यो चुनावी माहौलमा मौन छ, मतलब एकदम म्यूट छ, साइलेन्ट छ। किन? यो पहिलो तपाईहरु यो प्रश्न उठाएको छ। मलाई लाग्दैछ हेर्नुहोस्, जीएनएलएफको समर्थकहरूले जस्तो जीटीए चुनावमा अनदेखा रूपले ब्याकडोरमा बीजेपीएमलाई समर्थन गरेको थियो, यसपालि पनि सेम त्यही चीज हुँदैछ। यसपालि पनि सेम त्यही चीज हुँदैछ, हुने जाँदैछ, हुन सक्ला। यो मेरो थिंकिङ हो। नमिल्ला त्यो पछिको कुरो हो, मिलाएर लिनुस्। किन अफिसियली जीएनएलएफले अहिले पनि कोही स्टेटमेन्ट दिएको छैन जो उहाँको साझा कोसँग छ, बीजेपीसँग कि गठबन्धनै छैन, उनीहरू न्युट्रल रहने। मलाई लाग्दैछ जीएनएलएफको यसपालि न्युट्रल रहने सम्भावना बहुत ज्यादा हो। जीटीए चुनावमा एकदम ग्रासरुटमा गाउँ बस्तीको भोटर्सहरुका समर्थकहरु, जीएनएलएफको समर्थकहरुले जस्तो बीजेपीएमलाई समर्थन गरेको थियो, सायद मलाई लाग्दैछ त्यही चीज फेरि हुन सक्ला। एक बार बिदा लिन चाहन्छु। जय हिन्द, जय भारत, भारत माता की जय, वन्दे मातरम।